आज मङ्सिर 23 होइन, डिसेम्बर 9 तारिक। सो मैले एउटा एउटी युएसडीमा एउटा बाई ट्रेड लिएको थिएँ। त्यसको रिजन भनेको 4 टाइम फ्रेममा स्ट्रङ बुलिस छ, ट्रेन्ड लाइन छ, इएमए पनि छ, स्ट्रङ बुलिस क्यान्डल क्लोजिङ दियो। सो यो जति पनि सेलर्सहरू सब आउट भएको छ होइन। सो अब बाँकी भनेको यही हाई लेभलको सेलर्सहरू बाँकी छ। सो प्रेसर द स्ट्रङ दिइरहेछ बायर्सहरूले। सो म वेट गरिरहेको छु कि यदि इफ यो सेलर्सहरू प्यानिकमा आयो नि इजिली हिट हुन्छ क्या हाम्रो टार्गेट। सो त्यही हो हाम्रो साइकोलोजी होइन। सो एउटा त्यति हाई प्रोबेबिलिटी ट्रेड पनि होइन, बिकज मार्केट धेरै मुभ भइसक्यो होइन। सो त्यही भएको कारणले गर्दा मिडियम प्रोबेबिलिटी ट्रेड नै हुनेवाला छ। यसमा हाम्रो लस भनेको लाइक $62-63 छ, प्रफिट भनेको $135, $140 त्यस्तै छ हाम्रो प्रफिट। सो लेट्स सी, हेरौँ अब के हुन्छ। यो 1-2 दिन हामी होल्ड नै गर्छौँ। लेट्स सी, अब चाँडै नै टार्गेट दिन पनि सक्छ आई थिङ्क भोलिसम्म त होइन। लेट्स सी, वेट गरौँ है त के हुन्छ। ट्रेड प्रफिट हुन्छ कि लस हुन्छ, इट्स अ पार्ट अफ अ गेम होइन। जे भए पनि यो सिक्नको लागि पाइन्छ होइन, एक्सपिरियन्स पाइन्छ जोस्। लेट्स सी है।